मलाई हेरेर दिनुहोस्। यदि म यो देशमा चाहिँ एउटा भिजन भएको मान्छे, मिसन भएको मान्छे र कणकणमा यो देश बाँचिरहेको मान्छे हो भने मलाई हेरेर भोट दिनुहोस् श्रम संस्कृति पार्टीमा। र मैले बहुमत पाएर हाम्रो पार्टीले तपाईको चाहिँ तपाईहरुको जीवनमा परिवर्तन देखिने गरी महसुस हुने गरी ल्याउन सकिनौ भने म देशै छोड्दिन्छु, बस्दिन नेपालमा है। म नागरिकता त्याग गरेर हैन मलाई बस्न सुहाउँदैन भनेर म छोड्दिन्छु। मैले यही प्रतिबद्धता दिएको थिएँ धरानमा। यदि धराने जनताको मन जितेर काम गरिन भने म धरान आउँदिन, बस्दिन भनेको थिएँ। तर अहिले धरान मात्रै नभएर ताप्लेजुङको पनि मन जितेरै होला। 1 घण्टा भन्दा 2 घण्टा भन्दा धेरै मान्छे तपाईँ उभिएर यहाँ बसिराख्नु भएको छ हो। म तपाईहरुलाई धोका दिन्न है। मुकुमलुङ पाथीभराको कसम खाएर भन्छु, 1 पैसा भ्रष्टाचार गर्दिन है। जुन दिन भ्रष्टाचार गरेको पैसा गरेछु र त्यो पैसा मेरो तपाईको खाएछु भने 1 रुपैयाँ खाएछु भने त्यही पल मेरो मरण होस्। पाथीभरा मातालाई म हैन तपाईको छैन सुम्निमा पारुहाङलाई पनि मैले अस्ति तपाईको छैन भाकेर भनेको छु सालपा सिलिचुङमा। आज म यो पवित्र थलोमा उभिएर भन्छु, म त्यति धेरै इमानदार मान्छे हो। तपाईहरुले देख्नु भएको छ मैले वर्ल्ड रेकर्ड राखिदिएँ। काम गरेर विश्व रेकर्ड राख्ने नेपालमा अरु कोही पनि छैन हैन। कुदेर राख्यो, पौडी खेलेर राख्यो होला, खोर्सानी टोकेर राख्यो होला, तर जनतालाई हजारौं हजार जनतालाई हैन भिरमा तपाईको चाहिँ पाइप तान्न लगेर त्यो पाइप किन्न लगाएर त्यति धेरै तपाईको चाहिँ मोटिभेट गरेर उत्साहित प्रेरित गरेर विश्व रेकर्ड राख्ने हर्क साम्बाग मात्रै हो है। कोही मान्छे हैन मसँग प्रतिस्पर्धा गर्न चाहन्छ भने म भन्न चाहन्छु काम गरेर मै जस्तो विश्व रेकर्ड राख्दिनु। त्यस्तो मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि यति इमानदार मान्छे नेतृत्व गर्छु भनेर आउँदै गर्दा तपाईहरुले यसपालि मत परिवर्तन गर्नु भएन भने हैन अर्को साम्बाङ सधैँ यो धरतीमा जन्मिन्छ जस्तो मलाई लाग्दैन। यो देशमा जन्मिन्छ जस्तो लाग्दैन। तर म मेरो मेलो त छोड्दिन, म आफ्नो काम गरिरहन्छु। तर मलाई लाग्छ मैले भन्दैछु म यो देश जिताउन आएको मान्छे हुँ, तपाईलाई जिताउन आएको मान्छे हुँ। तपाईको जीवनमा देखिने परिवर्तन गर्नका लागि, महसुस हुने परिवर्तन गर्नका लागि आएको मान्छे हुँ म। मलाई तपाईहरुले जित्नु हुनेछ भन्ने मलाई लागेको छ। यहाँहरु सबैजनालाई हार्दिक नमन गर्न चाहन्छु। अब हामीले जितेर के कुराहरू गर्छौं त भन्ने पनि सुन्नु मन लागेको होला। थुप्रै कुराहरू छ, पछि हामी तपाईको त्यसले घोषणा पत्र नै पठाइदिन्छौँ, पढ्नु होला। घरमा थुप्रो हुन्छ हैन। 2-4 कुरा गर्छु। हामी यो देशको शिक्षा पद्धतिमा आमूल परिवर्तन गर्छौं। विद्यालय 3 दिन मात्रै लाग्छ। विद्यार्थीले सैद्धान्तिक तपाईको चाहिँ शिक्षा किताबको भारी बोकेर जीवन बिताउनु पर्दैन है। पढिसकेपछि यही देशमा केही गरी खान सक्ने वातावरण बन्ने गरेको छैन। हाम्रो शैक्षिक प्रणालीमा परिवर्तन हामी ल्याउँछौँ है। हप्ताको 3 दिन मात्रै किताब पढ्ने, 4 दिन के गर्ने भन्दाखेरि उत्पादनका काम गर्ने। हाम्रो विद्यार्थीहरूलाई यतातिर त अब आलु प्याज भनेको थाहा छ। अब धरानमा तपाईको छैन मैले खोर्सानीको बोट कस्तो हुन्छ भनेर बाटैभरि खोर्सानी रोपिन्जेल भए। अब विद्यार्थीलाई थाहै छैन हैन। कहाँ थाहा छ त? धरानमै जन्म्यो हुर्क्यो उतै हैन। अब यतातिर त सबै थाहा छ। खोर्सानीको बोट कस्तो हुन्छ भन्ने थाहा छैन, धानको बोट कस्तो हुन्छ भन्ने थाहा छैन। अनि त्यो खालको शिक्षा पढेर चाहिँ त्यसरी विद्वान ठान्ने, आफूलाई डाक्टर ठान्ने आफूले खाने तपाईको चाहिँ धान रोप्न आउँदैन हैन। हामी बाँच्नका लागि घाँस कपास चाहिन्छ कि चाहिँदैन? बाँच्नका लागि सुरुमै भात चाहिन्छ हैन। त्यसपछि लुगा चाहिन्छ हैन। त्यसपछि बस्ने घर चाहिन्छ। त्यसपछि मात्रै आउँछ अरू त। त्यसो भएको कारणले त्यो खालको चाहिँ उत्पादनका कुरा, निर्माणका कुरा आविष्कार गर्नु परेन यो देशमा हो हैन। तपाईको विदेशबाट ल्याएको गाडी मात्रै चढिराख्ने हामीले यही देशमा ताप्लेजुङ मेड इन ताप्लेजुङ गाडी चढ्दा हुँदैन। अनि त्यो ताप्लेजुङ गाडी बनाउनका लागि चाहिँ तपाईको छैन खाली त्यही पुरानै तपाईको विदेशी दलालहरूले चलाएको पार्टीमा भोट हालेर बन्छ। हामी यही देशमा फ्याक्ट्रीहरू खोल्छौँ, यही देशमा आविष्कार केन्द्रहरू खोल्छौँ, यही देशमा हुन्छ निर्माण। हामीले आविष्कारहरू गर्नु जरुरी छ। हामी कार्यालय पनि तपाईको चाहिँ 3 दिन मात्रै खोल्छौँ, धेरै खोल्नु पर्दैन कार्यालय। कागजको खोस्टा बोकेर यो कठा
तल्लो कोठा यो हाकिम र त्यो हाकिमलाई कति नमस्कार गरोस् हौ नेपाली जनताले। होइन, हातको चक्रै खिइसक्यो होला, हातको चक्रै खिइसक्यो होला। होइन, टेपै टालेर यसरी बसिन्जेल भइन्छ। नमस्ते गर्दा गर्दा नमस्ते। सबै यो कानुनी प्रक्रिया चाहिँ घुस खाउँ भनेर बनाएर छ के। कानुनी प्रक्रिया लामो बनाइसकेपछि त झन्झट भयो नि त। यो भन्दा बरु ला भाइ 500 रुपियाँ 1000 भनेर फालस हो। यो सबै कानुन च्याच्छौँ हामी, सरल बनाउँछौँ, एकदम सरल सिधा। होइन, सिधा बनाउँ न क्या। भात खाँदा यसरी खाँदा भएन, यसरी खाइराख्नु मैले, खुट्टाबाट यसरी तलबाट खानुपर्ने मैले, यसरी खान्छु नि, होइन र? नहुने कुरा। त्यसो भएको कारणले गर्दाखेरि म त काम गरिरहेको मेयर हो, त्यसले गर्दा मलाई थाहा छ सबै कागजमा भुलाएर। एउटा सानो ड्रेन बनाउनुपर्छ, कागज यति बनाउनुपर्छ, बनाएन भने अख्तियारले आएकै गर्छ, घरि के भन्छ, घरि हैरान हैरान। त्यसो भएको कारणले गर्दाखेरि तपाईँको छैन अब जनताको सेवा सुविधा जीवनभन्दा ठुलो हुँदैन कानुन प्रशासन। हामी जनताको सेवा सुविधालाई मध्यनजर गरेर कानुनमा ठुलो परिवर्तन हुन्छ। 3 दिन मात्रै लाग्छ अफिस, बाँकीको 4 दिन त कर्मचारी पनि बेलसा लिएर आइराखेको होइन भने अब जागिर छोडिहाल्नुपर्छ। होइन, बाटैभरि खोर्सानी फलिरहेको, प्याज फलिरहेको, होइन, फलफुलमा ठोकिरहेको, क्या यसो हिँड्दै बाटोमा डङ्गा ठोक्यो के रहेछ भन्दा आँपमा पो ठोकिरहेको। त्यस्तो धरती बनाऊ न। होइन, जङ्गलैभरि फलफुल रोप्यो भने संसारभरिको चराचुरुङ्गी हाम्रो देशमा आउँछ। अहिले जङ्गल जाउँ न, चरा छैन, खानेकुरा भएको हुन्छ। फेरि एउटा चरा आयो भने बुद्धि हाम्रो एउटा गुलेली लगेर ट्याक्कै मार्न अरे, भरे राति फेरि रक्सीसँग सुत्न अरे, यो खालको बुद्धि छ। त्यसो पनि नगरौँ। होइन, त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु हामी श्रममा विश्वास गर्छौँ, विभेदको अन्त्य गर्छौँ। हामी यो देशमा विभेद कामको कारणले भएको होइन। धेरै काम गर्नेलाई कामी भनेर घरभित्र पस्नु नदिएको। गफ गर्ने मान्छे ठुलो, अरे कसरी ठुलो भयो गफ गर्ने मान्छे? होइन, गफ गर्ने मान्छे मिठो गफ गर्ने मान्छे चाहिँ ठुलो, त्यो होइन। विभेदको अन्त्य हुन्छ। हामी यो देशमा होइन प्रत्यक्ष कार्यकारीको चुनाव गराउँछौँ है। त्यस पछाडि यो दल पनि चाहिँदैन, त्यस पछाडि यो दल पनि चाहिँदैन है। यो दल बिनाकै मान्छे एकजना उड्दा पनि हुन्छ। यो दलदेखि हैरान हैरान भएर मैले दलै खोलेँ, किनभने होइन नाला सफा गर्नुलाई नालै भित्र जानुपर्ने रहेछ क्या। म त नाला पनि सफा गर्छु नि त। अचम्म मान्छेले गनाउने भित्र कस्तो प्रमुख आएको भन्छ है, छक्क पर्छ। झन्डै ढल्यो सरसफाइ कर्मीहरू मलाई सुरुको दिनमा देख्दा। पहिलाको अब नगर प्रमुखलाई अब भेट्ने नभेट्ने 15 जना सेक्युरिटी त हिँड्ने गाँठे, यो नगर प्रमुख त आएर होइन त्यहीँ तपाईँको छैन हामीसँगै बेल चाहन्छ त गनाउने ढलभित्र होइन भनेर छक्कै पर्यो। नाला सफा गर्ने भने त्यही नालाभित्र हाम फाल्नुपर्छ भने जस्तो यो दलतन्त्रको अन्त्य गर्नका लागि श्रम संस्कृति खुलेको कुरा पनि म जानकारी गराउन चाहन्छु। होइन, प्रहरी दलको, अख्तियार दलको, न्यायालय पनि दलको, पार्टीको, सबै पार्टीको, कर्मचारी पार्टीको, शिक्षक पार्टीको म सबैजनालाई जानकारी गराउन चाहन्छु। श्रम संस्कृति पार्टी मात्रै त्यस्तो पार्टी हो जसमा पत्रकारलाई हामी सदस्य बनाउँदैनौँ, कर्मचारीलाई बनाउँदैनौँ, होइन, शिक्षकलाई हामी सदस्यता दिँदैनौँ। शिक्षकहरू आज तपाईँको पढाउनु छोडेर म त फल्ना